अब विश्वको शिक्षा एकै ठाउँमा। Dynamic Education World. Depth of Education. नमस्कार दर्शकबिन, कार्यक्रम जेसिस यात्रामा स्वागत छ। म कार्यक्रम प्रस्तुता नारायण बस्नेत। जेसिस यात्रा हामीले रेडियो, टेलिभिजन अनि अहिले अनलाइन र सम्पूर्ण माध्यमबाट जेसिसलाई, नेपाल जेसिसलाई चिनाउने र सम्पूर्ण च्याप्टर प्रेसिडेन्टदेखि लिएर अन्य पदाधिकारीहरूलाई पनि हामी चिनाउँदै आएका छौँ। र यो जेसिस यात्राले इन्टरनेसनल भाइस प्रेसिडेन्टसँग पनि हामीले अन्तर्वार्ता लिने पनि प्रण गरेका थियौँ। त्यो आज साकार पनि भएको छ र उहाँ कोही नभएर नेपाल जेसिसले 25 वर्ष पछाडि एउटा यस्तो डाइनामिक लेडी जसले नेपाललाई विश्वमा चिनाएको छ दिँदै गरेको इन्टरनेसनल जुन उहाँले भाइस प्रेसिडेन्टको रूपमा चाहिँ उहाँले ककस दिइराख्दाखेरि हामी नेपालमा हेर्दाखेरि त्यो गर्वको सीमा थिएन। आज त्यस्तो व्यक्तित्व आज हाम्रो यस टेलिभिजन, त्यसै गरी झापाको दमक र यो टेलिभिजन ड्यू टेलिभिजनमा आजको यस जेसिस यात्रा कार्यक्रममा हामीसँग हुनुहुन्छ नेपाल जेसिस वर्ष 2025 का राष्ट्रिय अध्यक्ष, त्यसै गरी जेसिआई भाइस प्रेसिडेन्ट 2026 का र उहाँले 4 वटा कन्ट्रीलाई पनि लिड गर्दै हुनुहुन्छ, असाइन इन्टरनेसनल भिपीको रूपमा पनि गर्दै हुनुहुन्छ। र हामीसँग हुनुहुन्छ जेसिआई सिनेटर रजनी थापा। यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। सन्चै हुनुहुन्छ? एकदमै। पहिले हामीले जेसिस यात्रा कार्यक्रममा तपाईँलाई क्यान्डिडेट हुँदै नेपाल जेसिसको जित्ने हामी इन्टरभ्यू ल्याएका थियौँ। त्यो यात्रादेखि लिएर जेसिआई नेपाल 2025 को प्रेसिडेन्ट र जेसिआई भाइस प्रेसिडेन्ट 2026 हुँदासम्मको यात्रालाई तपाईँ कसरी सम्झिनुहुन्छ? स्टिल आई रिमेम्बर, होइन, पहिला सायद यही समयमा ड्यू टेलिभिजनसँग तपाईँसँग मेरो एउटा संवाद थियो। फर्स्ट अफ अल यो प्रोग्राम स्टार्ट हुनुभन्दा अगाडि चाहिँ म ड्यू टेलिभिजनलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु, किनभने मिडिया यस्तो एउटा शक्ति हो जसले जस्तो कुरा पब्लिकमा दिन्छ पब्लिकले त्यही नै बुझ्छ। र ड्यू अनलाइन मिडियाको थ्रुबाट, मेरो रिपोर्टिङको थ्रुबाट, मलाई दिनुभएको इन्टरभ्यूको थ्रुबाट चाहिँ तपाईँले जुन मेरो इन्टरभ्यू पब्लिक सामु पुर्याइदिनु भयो, भोटर समक्ष पुर्याइदिनु भयो, र जसले गर्दाखेरि मेरो भिजन, मेरो कन्सेप्ट सबैले बुझिदिनु भयो। एन्ड बिकज अफ द्याट म आज नेसनल प्रेसिडेन्ट भएको छु। सो ड्यू टेलिभिजनलाई, ड्यू अनलाइन, तपाईँको जे सोसियल मिडिया छ सबैलाई धेरै धेरै धन्यवाद। अब म तपाईँलाई धेरै धेरै बधाई अनि शुभकामना। र जेसिआई भाइस प्रेसिडेन्ट भइरहँदाखेरि यहाँले धेरै राष्ट्रसँग, विश्वभरिका मोर देन 120 कन्ट्रीका प्रेसिडेन्टसँग, त्यसै गरी त्यहाँका जेसिस मनसँग मन जोडेर आउनुभयो नि। हाउ डु यु फिल अबाउट द्याट सिचुएसन वाइल यु आर प्रेजेन्टिङ द ककस एन्ड नेमिङ द नेपाल एज अ लेडी? सबैभन्दा पहिला चाहिँ इट वाज अ बिग च्यालेन्ज फर मी, किनभने जेसिआईमा नेपाल देशबाट रिप्रेजेन्टेटिभ नगएको धेरै धेरै वर्ष भइसकेको थियो र त्यसमाथि जेसिआईसँग नेपाल जेसिसको बिग ग्याप। हामीलाई धेरै कुरा थाहा थिएन। मलाई त त्यहाँ प्रेजेन्ट हुने, कसरी प्रेजेन्ट हुने, के गर्ने, कति कुरामा त आई वाज सो मच इन कन्फ्युजन, इन डिलेमा, होइन। तर मेरो समकालीन, मेरो इन्डियाको प्रेसिडेन्ट अङ्कुरजी, मेरो बङ्गलादेशको प्रेसिडेन्ट काजीजी एन्ड माई एडभाइजर रवि सर, उहाँहरूको सपोर्टबाट चाहिँ म इन्टरनेसनल एरिनामा उभिँदै गर्दाखेरि अनेस्टली स्पिकिङ, किन भन्दाखेरि 110+ कन्ट्रीको रिप्रेजेन्टेटिभ, हाइली क्वालिफाइड बोनाफाइड मान्छेहरूको अगाडि 2 मिनट्समा यु हेभ टु प्रुभ युर सेल्फ। अनि तलबाट आउने फ्री क्वेसन्सहरूको यु हेभ टु एन्सर अन द स्पोट, अन द सेकेन्ड। त्यो कुरामा चाहिँ जुन मेरो नेपाल जेसिसको मेरो साथीहरू 24 को अध्यक्षहरू, नेपाल जेसिसको 25 को शाखा अध्यक्षज्यूहरू, मेरो बोर्डको साथीहरू, पिएनपीज्यूहरू, हजुर जस्तो माया गर्ने साथीहरूको चाहिँ जुन ममाथि विश्वास थियो कि वेयर एभर सी गो सी क्यान लिड, सी क्यान प्रुभ भन्ने थियो, त्यो हिम्मत चाहिँ मलाई यति धेरै मेरो ब्याकबोन, मेरो स्ट्रेन्थको रूपमा आयो कि त्यतिखेर म स्टेजमा ककसमा चढेँ। टाइम वाज ओन्ली 2 मिनट्स र मैले 1 मिनट 56 सेकेन्डमा टाइममा सकाएँ विथ द पर्फेक्सन, नहेरिकन आफ्नो कुराहरू राखेँ। इट वाज नट इजी। धेरै कुरा मनमा थियो, डर थियो, प्रेसर थियो, स्ट्रेस थियो, तर स्टिल आई डिड इट। किन भन्दाखेरि मेरो स्ट्रेन्थ, मेरो ब्याकबोन सम्पूर्ण जेसिआई नेपालको फ्यामिली हुनुहुन्थ्यो। While I was watching this,
द्याट इज अप्लाउजिङ द एन्ड गिभिङ द प्राउड टु द नेपाल होइन नेपाललाई चाहिँ गर्व गरिराखेको थियो हामी सम्पूर्ण जेसिस मनले हेरिराखेको थियौँ तपाईँको लाइभलाई त्यतिखेर नेपालको यस्तो अहिले परिस्थिति ट्रान्जिसनल पिरियडमा पनि नेपाललाई विश्व सामु चिनाउनु भयो तपाईँप्रति हामी भनौँ न हामी मिडियाको तर्फबाट भन्यो भने पनि हामी नतमस्तक पनि छौँ अब कुराकानी गरौँ नेपाल जेसिसले जेसिआईसँग कनेक्ट तपाईँ मार्फत जोडिएको छ तपाईँले 4वटा कन्ट्रीहरूलाई लिड गर्दै हुनुहुन्छ अब नेपाल र नेपालका जेसिस मनहरू र नेपालीहरूलाई अब जेसिआईसँग कसरी जोड्नुहुन्छ र नेपाल जेसिस र नेपालीहरूले कस्तो बेनिफिट प्राप्त गर्नुहुन्छ सबैभन्दा पहिला चाहिँ म फेरि यस्तो राम्रो राम्रो कन्ट्रीहरूसँग असाइन भएको छु जुन कन्ट्रीमा चाहिँ मान्छेहरू टुरिज्मको लागि जानुहुन्छ म थाइल्यान्ड सिङ्गापुर मलेसिया म्यानमार र कोरिया म 5वटा कन्ट्रीमा चाहिँ असाइन भएको छु र बिङ अ भाइस प्रेसिडेन्ट मैले अर्को 10वटा कन्ट्री छ जुन मैले भिजिट गर्नै पर्छ जस्तो हाम्रो लिडरसिप एकाडेमी इट्स गोइङ टु बी इन युएसए फिलिपिन्स हाम्रो वर्ल्ड कङ्ग्रेस जापान हाम्रो एसप्याक भन्छ यस्तै देशहरू छन् टोटलमा यो वर्ष मैले भिजिट गर्ने पनि कन्ट्री इज मोर देन 20+ जहाँ चाहिँ मैले गएर मेरो सबैभन्दा मेन उद्देश्य भनेको मेरो ककसमा पनि सुन्नुभयो होला किनभने मैले धेरैवटा कुरा भन्यो नि मान्छेले एकैचोटि समात्दैन प्लस फेरि मलाई 2टा इक्जाम्पलले नेपाललाई चिनाउनु छ सो मैले मेरो ककसमा पनि भनेको थिएँ द हाइएस्ट पिक अफ द वर्ल्ड माउन्ट एभरेस्ट त्यो भएको देश हो मेरो नेपाल हिजो पनि सोभरेन थियो आज पनि सोभरेन छ र भोलि पनि सोभरेन हुन्छ यो कन्ट्रीबाट आएको मान्छे हो भनेर मैले आफ्नो ककसमा स्टार्ट गरेको थिएँ र अहिले चाहिँ म के चाहन्छु भने वेरेभर आई गो र हाम्रो हरेक ठाउँमा हाम्रो चाहिँ स्टल हुन्छ र यो वर्ष चाहिँ म नेपाल टुरिज्म बोर्डसँग पनि आशा गर्छु र कोलाबोरेसन गर्न कोसिस गर्छु हरेक कन्ट्रीमा चाहिँ हाम्रो कल्चर एक्सचेन्ज हाम्रो फुडको टेस्टिङ हाम्रो टुरिज्म सेक्टरको प्रमोसन चाहिँ यो वर्ष गरेर 2026मा जनवरीबाट टुरिस्टहरूको चाहिँ धेरै मात्रामा म असाइन भएको शाखाबाट चाहिँ म चाहन्छु कि नेपालमा टुरिस्टहरू आओस् एक र सेकेन्ड हामीहरू कर्पोरेट लाइफमा छौँ बिजनेसको कुरा गर्छौँ इन्टरप्रेनरको कुरा गर्छौँ सो त्यो देशमा रहनुभएको बिजनेसम्यानहरूलाई नेपालमा इन्भेस्ट गर्नुपर्छ र नेपालमा भएको प्रडक्टलाई चाहिँ त्यो देशमा एक्सपोर्ट गर्नको लागि चाहिँ जसरी एउटा राजदूतले 2टा देशको बिचमा डिप्लोमेसीमा काम गर्नुहुन्छ म पनि त्यसरी नै 2टा देशको बिचमा चाहिँ प्रडक्टको लागि रिसर्चको लागि चाहिँ एक्सचेन्जको काम चाहिँ गर्नेछु यहाँका प्लान अफ एक्सनहरू पुरा रहन् र अब नेपालमा पनि जेसिसहरूको थोरै केही कुराहरूमा चाहिँ गुनासो बेला बेलामा सुनिन्छन् होइन तर तपाईँले ती सुनिएका कुराहरूलाई सबै चिरेर अब जेसिआईमा पुगिसक्नु भएको छ अब नेपाली भनौँ न जुन लाग्दै हुनुहुन्छ 18 देखि 40 वर्षका ती युवाहरूले नि के देखिन्छ भने जेसिसमा चाहिँ होइन संसारभरि कसरी चल्छ जेसिस नेपालमा चाहिँ अलिक खर्चिलो अलिक भड्किलो भनेर चाहिँ भन्छन् तर विश्व परिवेशमा यहाँले हेरेर आउनुभएको छ त्यहाँका जेसिसहरूले चाहिँ हामी सुन्छौँ आफै नै स्वावलम्बी भएका छन् उनीहरूले चाहिँ आफै इन्कमका कुराहरू पनि लिएर गएका छन् भन्छन् नि हाम्रो नेपाल र जस्तो जेसिआई अन्य कन्ट्रीहरूमा चाहिँ के डिफ्रेन्सेस छ कसरी हामी अगाडि बढ्न सक्छौँ डेफिनेटली पनि जेसिआई नेपाल चाहिँ यो बाहिर हल्ला मात्रै हो नेपाल जेसिस साह्रै सस्तो अर्गनाइजेसन छ किन भन्दाखेरि नेपाल जेसिसलाई तिर्ने ड्युज नै 1500 भनेपछि 1500मा तपाईँ मेम्बर बन्न पाउनुहुन्छ नेपाल जेसिसको कन्फरेन्सहरू एरिया कन्फरेन्स नेपाल जेसिसको प्रेसिडेन्ट मिटहरू नेसनल कन्भेन्सनहरूमा साइड बाई साइड ट्रेनिङहरू भइरहेको हुन्छ जुन ट्रेनिङ तपाईँले बाहिर गएर पैसा तिरेर लिनुपर्छ तर जेसिसमा यो ट्रेनिङहरू सबै निःशुल्क हुन्छ फर अल द मेम्बर्स नेपाल जेसिसले ब्याक टु ब्याक तालिमहरू गरिरहेको हुन्छ दिस इज अ ट्रेनिङ इन्स्टिट्युट द युनिभर्सिटी हो तपाईँले सिक्नको लागि यु हेभ टु इन्भेस्ट समथिङ इट्स सेम लाइक अ युनिभर्सिटी सर्टिफिकेटको लागि यु पे द वेजेस तपाईँले आफ्नो फी तिर्नुहुन्छ सो जेसिसमा पनि त्यही हो सिक्नको लागि तपाईँले सर्टेन एमाउन्टको फी तिर्नुपर्छ तर यद्यपि फी एकदमै कम छ जेसिसमा हामीले ल्याउने ट्रेनरहरू एक्सपर्टिजहरू हाम्रो डिस्कसन हाम्रो मेन्टर्सहरू चाहिँ त्योभन्दा मोर देन इट उहाँहरू हुनुहुन्छ र जेसिस आफैमा यस्तो ब्युटिफुल अर्गनाइजेसन हो किनभने एट द एज अफ 13 तपाईँ जुनियर जेसिसबाट छिर्दै जेसिसमा हुँदै सिनेटर हुँदै यसमा टु बी अ भोटर अ पोस्ट वानली 18 to 40 इज लिमिट तर यसबाट आफूले सिक्ने फाइदा लिने आफ्नो ग्रोथ गर्नको लागि चाहिँ देयर इज नो टाइम लिमिट नो एज लिमिट र जेसिसको सबैभन्दा ब्युटिफुल पार्ट इज द ब्रदरहुड
हामीमा बन्धुत्वको भावना छ। जेसिसी जहिले पनि रुल अफ लको लागि एडभोकेसी गर्छ, नो करप्सनको कुरा गर्छ, सबैले सबैलाई एकैचोटि हात समाएर सँगै प्रोग्रेस गर्नुपर्छ भन्ने अर्गनाइजेसन हो र केही पनि नजान्नेको लागि सिक्ने अर्गनाइजेसन हो यो। तर गलत प्रचार भइराखेको छ र अब म अलिकति रमाइलो प्रसङ्ग, अस्ति जेन्जी आन्दोलन भयो, 18 देखि 40 वर्षभन्दा मुनिका युवाहरू थिए। त्यो बिचमा तपाईँ हुनुहुन्थ्यो, तपाईँलाई कतैबाट हामीले गर्व पनि गर्दैथ्यौँ, प्रधानमन्त्रीको पनि कतैबाट अफर आएको थियो, एम राइट? डेफिनेटली पनि जेसिस इज सो बिग अर्गनाइजेसन। जतिखेर नेपालमा कुनै युवाको लागि एडभोकेट गर्ने अर्गनाइजेसन थिएन, त्यतिखेर राजा स्वयं आफैले बिङ अ प्याट्रोन नेपाल जेसिस इस्टाब्लिस गर्नुभयो। सो डे वानदेखि हामी युथको लागि एडभोकेसी गरेको अर्गनाइजेसन हो। सो यो अर्गनाइजेसनको नेसनल प्रेसिडेन्ट हुँदै गर्दाखेरि दिस अफर इज नट अ बिग डिल, किनभने वी डिजर्भ टु बी इट। किनभने तपाईँले आजको लागि देख्नुहुन्छ भने जेसिसको युथहरू मेयर हुनुभएको छ, उपमेयर हुनुभएको छ, वडा अध्यक्ष हुनुभएको छ, मन्त्री हुनुभएको छ, सांसद हुनुभएको छ र जसले जहाँ जहाँ लिड गर्नुभएको छ त्यो ठाउँ तपाईँले यसरी हेर्नुभयो भने अरू ठाउँभन्दा भिन्न तरिकाले डेभलप भएको हामी देख्न सक्छौँ। सायद त्यही देखेर हुनसक्छ। पक्कै पनि। अब हामी कार्यक्रम अन्त्यतिर आयौँ। यो नेपालमा अझै पनि भ्रम सिर्जना भएको छ, यो नेपालीको संस्था हो कि विदेशीको संस्था हो भन्ने कन्फ्युजन छ नि, वाट इज द्याट? नेपाल जेसिस नेपालीको संस्था हो, एफिलिएटेड युएसमा हो, हाम्रो हेडक्वार्टर युएसमा छ जेसिआई। यु क्यान प्राउडली से जसरी एउटा युएनभित्र सबै देशहरू चाहिँ मेम्बर भएर एउटा रुल अफ ल मेन्टेन गर्छ, सेम जेसिसले पनि यो इन्टरनेसनल अर्गनाइजेसन हो, हामी चाहिँ त्यसको मेम्बर हौँ। किन भन्दाखेरि हामीले नेपालमा भएको युथहरूलाई इन्टरनेसनल फोरममा भएको कुराहरू सिकेर आफ्नै देशमा प्रोग्रेस गर्ने, प्रगति गर्ने, आफ्नै देशमा चाहिँ बिजनेसहरू, इन्डस्ट्रिजहरू डेभलप गर्ने, अपर्च्युनिटीहरू क्रिएट गर्ने, त्यसको लागि चाहिँ यो नेपाल जेसिस हो। र मेन कुरा भनेको आफै इमेजिन गर्नुहोस् न, जेसिसको मेम्बर कोही साथीहरू हुनुहुन्छ, इन्टरनेसनल फोरममा केही हेल्प चाहियो भने मलाई जहाँसम्म लाग्छ अरू अर्गनाइजेसनभन्दा इजिली तपाईँले रेस्पोन्स आउने अर्गनाइजेसन र हेल्प पाउने अर्गनाइजेसन भनेको चाहिँ जेसिस नै हो। डेफिनेटली। अब हामी अन्त्यतिर आयौँ। तपाईँको लक्ष्य जेसिआईमा के छ र नेपालमा के छ? अब नेपाली युवाहरूले चाहेका छन् र विश्व परिवेशमा पनि तपाईँको खाँचो देखिया छ। अन्तिममा कुरा राखिदिनुहोस्, तपाईँको यात्रा अब कहाँसम्म? मैले एभ्री टाइम सबैलाई भन्छु, विदाउट प्रिपरेसन कुनै पनि पोस्टमा जानु हुँदैन। त्यो पोस्टको भ्यालु बुझ्नुपर्छ, सबैभन्दा इम्पोर्टेन्ट द पोस्टको भ्यालु, त्यसको गरिमा। र म अहिले एकदम धेरै लर्निङ फेजमा छु, म एकदम धेरै सिकिरहेको छु, आफ्नो सोचमा म्याच्युरिटी ल्याउँदैछु, इन्टरनेसनल पोलिसीहरू अन्डरस्ट्यान्ड गर्दैछु। मेरो एउटै ड्रिम छ इन फ्युचर, किनभने अहिले म पिएचडी पनि इन्टरनेसनल रिलेसनसिप एन्ड डिप्लोमेसीमै गरिरहेको छु, बिङ अ जेसिस इन्टरनेसनल प्रोफाइल, प्रोटोकल, इन्टरनेसनल प्रोसिड्युर्स, रिलेसनसिप धेरै कुरा भोगे पनि छु, सिकि पनि रहेको छु, बुझि पनि रहेको छु, पढि पनि रहेको छु। सो इन फ्युचर आई वान्ट टु बी अ फरेन मिनिस्टर हुन्छ नि, ताकि म मन्त्री हुँदाखेरि जति पनि देशहरू छ उनीहरूसँग हाम्रो रिलेसन बोल्ड होस्, फरेन डिप्लोमेसीमा स्ट्रङ बन्डिङ होस्, नेपालमा धेरैभन्दा धेरै इन्डस्ट्रिजहरूलाई इन्भाइट गर्न सकूँ, नेपाल र विदेशको बिचमा राम्रो ट्युनिङ गर्न सकूँ। अहिले हाम्रो देशबाट जुन बाहिर जानुभएको छ साथीहरू, उहाँहरूको वेजेसको लागि, उहाँहरूको राइट्सको लागि लड्न सक्ने एउटा प्रोफाइल बनाउन म चाहन्छु र नेपालमा साथीहरूको क्षमता अनुसारको रोजगारीलाई इन्टरनेसनल फोरमबाट एट्याच गराएर हामी पनि डेभलप हुन चाहन्छु। र इन जेसिस एकदम सानो एजमा छिरेको, सिक्दै 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 शाखाको सानो पोस्टबाट अध्यक्ष भएर नेपाल जेसिसको भिपी, इबिपी हुँदै एनपी हुँदै गर्दाखेरि यात्रा धेरै गाह्रो थियो, तर लर्निङ वाज वाउ। भिपी भएँ, जेसिआई इज नट इजी, त्यहाँ धेरै पर्फर्मेन्स दिनुपर्छ, पक्कै पनि सपना वर्ल्ड प्रेसिडेन्ट हुनेछ, तर स्टिल कर्म र हार्डवर्कले पुर्याउने हो, त्यो चाहिँ गर्न बाँकी छ। अब अन्तिममा एउटा प्रश्न, अब आउँदैछ नेपालमा इलेक्सन, अब तपाईँको सांसद पदको उम्मेदवारी हो कि होइन? मेरो घर क्षेत्र नम्बर 5 काठमाडौँ, टोखा नगरपालिका, महानगर र बुढालिङ कण्ठ, यो सबै मिक्स भएर बन्छ। त्यहाँको आदरणीय मेरो अग्रजहरू, मेरो दाजुभाइ दिदीबहिनी, मेरो साथीभाइहरू, त्यहाँको हरेक इन्डिभिजुअल भोटरले उनलाई अगाडि बढाउनु पर्छ भनेर उहाँहरूको आवाज आयो पनि पक्कै पनि अगाडि बढ्नेछु। विश यू अल द बेस्ट। थ्याङ्क यू भेरी मच। यहाँको व्यस्त समय जुन जेसिआईमा गएर धेरै कठिन
परीक्षाहरू पनि पास गरेर नेपाल आएर अहिले नेपालका सम्पूर्ण च्याप्टरहरूलाई पूर्वदेखि भिजिट गर्दै हुनुहुन्छ भनौँ न यो पनि नट अ जोक यो त्याग तपस्या लेडी एकाडेमी सक्दै यता जाँदै हुनुहुन्छ राष्ट्रिय महाधिवेशन पनि पुसमा आइसकेको छ अब यतातिर चेन ह्यान्डओभर गर्ने बेला भएको छ उतातिर अब अवसर 26 को लागि आफै इलेक्टेड हुनुभएको छ यी व्यस्त समयमा पनि यो ड्यू टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम जेसी यात्रालाई दिनुभयो यहाँको समय सन्दर्भलाई धेरै धेरै धन्यवाद धन्यवाद ड्यू टेलिभिजन र मेरो सपना साकार गर्ने टेलिभिजन भन्छु म ड्यू टेलिभिजनलाई म राष्ट्रिय अध्यक्ष हुँदाखेरि उम्मेदवार हुँदाखेरि युट्युबमा इन्टरभ्यू र फेरि पनि म भोलि यो देशको सांसद मन्त्री हुँदै अगाडि बढ्ने क्रममा पनि म सधैँ नै यही साथ सहयोग चाहिँ ड्यू टेलिभिजनबाट पनि एक्सपेक्ट गर्छु थ्याङ्क यू भेरी मच यहाँको सपना पुरा होस् हामी सबैको सपना साकार होस् धेरै दर्शकबिन कार्यक्रम जेसी यात्रामा हामीसँग हुनुहुन्थ्यो जेसिआई नेपालका 2025 का राष्ट्रिय अध्यक्ष त्यसै गरी जेसिआई भाइस प्रेसिडेन्ट 2026 का जेसिआई सेनेटर रजनी थापा उहाँसँगको जेसी यात्रा कार्यक्रम आजलाई यति नै म कार्यक्रम प्रस्तुता नारायण बस्नेत र मलाई प्रविधिमा साथ दिने कमल कटवाललाई पनि बिदा दिनुहोस् हस्त नमस्ते मन्त्रीको पनि कतैबाट अफर आएको थियो एम राइट ले पनि जेसिस इज सो बिग अर्गनाइजेसन जतिखेर नेपालमा कुनै युवाको लागि एडभोकेट गर्ने अर्गनाइजेसन थिएन त्यतिखेर राजा स्वयं आफैले बिङ अ प्याट्रोन नेपाल जेसिस इस्टाब्लिस गर्नुभयो सो डे वानदेखि हामी युथको लागि एडभोकेसी गरेको अर्गनाइजेसन हो सो यो अर्गनाइजेसनको नेसनल प्रेसिडेन्ट हुँदै गर्दाखेरि दिस अफर इज नट अ बिग डिल किनभने वी डिजर्भ टु बी इट किनभने तपाईँले आजको लागि देख्नुहुन्छ भने जेसिसको युथहरू मेयर हुनुभएको छ उपमेयर हुनुभएको छ वडा अध्यक्ष हुनुभएको छ मन्त्री हुनुभएको छ सांसद हुनुभएको छ र जसले जहाँ लिड गर्नुभएको छ त्यो ठाउँ तपाईँले यसरी हेर्नुभयो भने अरू ठाउँभन्दा भिन्न तरिकाले डेभलप भएको हामी देख्न सक्छौँ सायद त्यही देखेर हुनसक्छ पक्कै पनि अब हामी कार्यक्रम अन्त्यतिर आयौँ यो नेपालमा अझै पनि भ्रम सिर्जना भएको छ यो नेपालीको संस्था हो कि विदेशीको संस्था हो भन्ने कन्फ्युजन छ नि वाट इज द्याट नेपाल जेसिस नेपालीको संस्था हो एफिलिएटेड युएसमा हो हाम्रो हेडक्वार्टर युएसमा छ जेसिआई यु क्यान प्राउडली से जसरी एउटा युएनभित्र सबै देशहरू चाहिँ मेम्बर भएर एउटा रुल अफ ल मेन्टेन गर्छ सेम जेसिसले पनि यो इन्टरनेसनल अर्गनाइजेसन हो हामी चाहिँ त्यसको मेम्बर हौँ किन भन्दाखेरि हामीले नेपालमा भएको युथहरूलाई इन्टरनेसनल फोरममा भएको कुराहरू सिकेर आफ्नै देशमा प्रोग्रेस गर्ने प्रगति गर्ने आफ्नै देशमा चाहिँ बिजनेसहरू इन्डस्ट्रिजहरू डेभलप गर्ने अपर्च्युनिटीहरू क्रिएट गर्ने त्यसको लागि चाहिँ यो नेपाल जेसिस हो र मेन कुरा भनेको आफै इमेजिन गर्नुहोस् न जेसिसको मेम्बर कोही साथीहरू हुनुहुन्छ इन्टरनेसनल फोरममा केही हेल्प चाहियो भने मलाई जहाँसम्म लाग्छ अरू अर्गनाइजेसनभन्दा इजिली तपाईँले रेस्पोन्स आउने अर्गनाइजेसन र हेल्प पाउने अर्गनाइजेसन भनेको चाहिँ जेसिस नै हो डेफिनेटली अब हामी अन्त्यतिर आयौँ तपाईँको लक्ष्य जेसिआईमा के छ र नेपालमा के छ अब नेपाली युवाहरूले चाहेका छन् र विश्व परिवेशमा पनि तपाईँको खाँचो देखिया छ अन्तिममा कुरा राखिदिनुहोस् तपाईँको यात्रा अब कहाँसम्म मैले एभ्री टाइम सबैलाई भन्छु विदाउट प्रिपरेसन कुनै पनि पोस्टमा जानु हुँदैन त्यो पोस्टको भ्यालु बुझ्नुपर्छ सबैभन्दा इम्पोर्टेन्ट द पोस्टको भ्यालु त्यसको गरिमा र म अहिले एकदम धेरै लर्निङ फेजमा छु म एकदम धेरै सिकिरहेको छु आफ्नो सोचमा म्याच्युरिटी ल्याउँदैछु इन्टरनेसनल पोलिसीहरू अन्डरस्ट्यान्ड गर्दैछु मेरो एउटै ड्रिम छ इन फ्युचर किनभने अहिले म पिएचडी पनि इन्टरनेसनल रिलेसनसिप एन्ड डिप्लोमेसीमै गरिरहेको छु बिङ अ जेसिस इन्टरनेसनल प्रोफाइल प्रोटोकल इन्टरनेसनल प्रोसिड्युर्स रिलेसनसिप धेरै कुरा भोगे पनि छु सिकि पनि रहेको छु बुझि पनि रहेको छु पढि पनि रहेको छु सो इन फ्युचर आई वान्ट टु बी फरेन मिनिस्टर हुन्छ नि ताकि म मन्त्री हुँदाखेरि जति पनि देशहरू छ उनीहरूसँग हाम्रो रिलेसन बोल्ड होस् फरेन डिप्लोमेसीमा स्ट्रङ बन्डिङ होस् नेपालमा धेरैभन्दा धेरै इन्डस्ट्रिजहरूलाई इन्भाइट गर्न सकूँ नेपाल र विदेशको बिचमा राम्रो ट्युनिङ गर्न सकूँ अहिले हाम्रो देशबाट जुन बाहिर जानुभएको छ साथीहरू उहाँहरूको वेजेसको लागि उहाँहरूको राइट्सको लागि लड्न सक्ने एउटा प्रोफाइल बनाउन म चाहन्छु र नेपालमा साथीहरूको क्षमता अनुसारको रोजगारीलाई इन्टरनेसनल फोरमबाट एट्याच गराएर हामी पनि डेभलप हुन चाहन्छु र इन्जेसिस एकदम सानो एजमा छिरेको सिक्दै 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 शाखाको सानो पोस्टबाट अध्यक्ष भएर नेपाल जेसिसको भिपी इबिपी हुँदै एनपी हुँदै गर्दाखेरि यात्रा धेरै गाह्रो थियो तर लर्निङ वाज वाउ भिपी भएँ जेसिआई इज नट इजी त्यहाँ धेरै पर्फर्मेन्स दिनुपर्छ पक्कै पनि सपना वर्ल्ड प्रेसिडेन्ट हुनेछ तर स्टिल कर्म र
हार्डवर्कले पुर्याउने हो त्यो चाहिँ गर्न बाँकी छ। अब अन्तिममा एउटा प्रश्न, अब आउँदैछ नेपालमा इलेक्सन, अब तपाईँको सांसद पदको उम्मेदवारी हो कि होइन? मेरो घर क्षेत्र नम्बर 5 काठमाडौँ, टोखा नगरपालिका, महानगर र बुढालिङ कण्ठ यो सबै मिक्स भएर बन्छ। त्यहाँको आदरणीय मेरो अग्रजहरू, मेरो दाजुभाइ दिदीबहिनी, मेरो साथीभाइहरू, त्यहाँको हरेक इन्डिभिजुअल भोटरले उनलाई अगाडि बढाउनु पर्छ भनेर उहाँहरूको आवाज आयो पनि पक्कै पनि अगाडि बढ्नेछु। विश यू अल द बेस्ट। थ्याङ्क यू भेरी मच। यहाँको व्यस्त समय जुन जेसिआईमा गएर धेरै कठिन परीक्षाहरू पनि पास गरेर नेपाल आएर अहिले नेपालका सम्पूर्ण च्याप्टरहरूलाई पूर्वदेखि भिजिट गर्दै हुनुहुन्छ, भनौँ न यो पनि नट अ जोक, यो त्याग तपस्या लेडी एकाडेमी सक्दै यता जाँदै हुनुहुन्छ। राष्ट्रिय महाधिवेशन पनि पुसमा आइसकेको छ, अब यतातिर चेन ह्यान्डओभर गर्ने बेला भएको छ, उतातिर अब अवसर 26 को लागि आफै इलेक्टेड हुनुभएको छ। यी व्यस्त समयमा पनि यो ड्यू टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम जेसी यात्रालाई दिनुभयो, यहाँको समय सन्दर्भलाई धेरै धेरै धन्यवाद। धन्यवाद ड्यू टेलिभिजन र मेरो सपना साकार गर्ने टेलिभिजन भन्छु म ड्यू टेलिभिजनलाई। म राष्ट्रिय अध्यक्ष हुँदाखेरि उम्मेदवार हुँदाखेरि युट्युबमा इन्टरभ्यू र फेरि पनि म भोलि यो देशको सांसद मन्त्री हुँदै अगाडि बढ्ने क्रममा पनि म सधैँ नै यही साथ सहयोग चाहिँ ड्यू टेलिभिजनबाट पनि एक्सपेक्ट गर्छु। थ्याङ्क यू भेरी मच। यहाँको सपना पुरा होस्, हामी सबैको सपना साकार होस्। आदरणीय दर्शकबिन, कार्यक्रम जेसी यात्रामा हामीसँग हुनुहुन्थ्यो जेसिआई नेपालका 2025 का राष्ट्रिय अध्यक्ष, त्यसै गरी जेसिआई भाइस प्रेसिडेन्ट 2026 का जेसिआई सेनेटर रजनी थापा, उहाँसँगको जेसी यात्रा कार्यक्रम आजलाई यति नै। म कार्यक्रम प्रस्तुता नारायण बस्नेत र मलाई प्रविधिमा साथ दिने कमल कटवाललाई पनि बिदा दिनुहोस्। हस्त, नमस्ते।